ल सुरु गरौँ मोबाइल टेक्नोलोजीको दोस्रो पुस्ताको कथा जसले सबै कुरा परिवर्तन गर्यो। 1990को दशकमा मोबाइल नेटवर्कले एनालगबाट डिजिटलमा एउटा ठूलो फड्को मार्यो। अब अस्पष्ट रेडियो तरङ्गको सट्टा 2Gले आवाजलाई स्पष्ट सुरक्षित डिजिटल डेटामा बदल्यो। र यो नयाँ डिजिटल दुनियाँले एउटा यस्तो कुरा ल्यायो जुन आज सामान्य लाग्छ, टेक्स्ट मेसेजिङ। पुरै कुराकानी नगरिकनै छोटो सन्देश पठाउनको लागि यो एकदमै सही थियो। तर नयाँ कुरा यतिमै रोकिएन। 2Gले हामीलाई मोबाइल डेटाको पहिलो झलक पनि देखायो। यो कुनै एउटै प्रविधि थिएन, बरु केही वर्ष लगाएर गरिएको अपग्रेडहरूको श्रृङ्खला थियो। अब रमाइलो कुरा के छ भने यो स्लाइडमा गतिको प्रगति हेर्न सकिन्छ। आफ्नो सबैभन्दा राम्रो अवस्थामा पनि 2G डेटाको गति लगभग 200 kbps मात्र थियो। र यसले मूल समस्यालाई राम्ररी देखाउँछ। बढ्दो वेबको लागि यो पर्याप्त थिएन। तर यो अनुभवलाई गतिले मात्र रोकेको थिएन। यसमा एउटा देखिने खालको ढिलाइ थियो जसले ब्राउजिङलाई अप्ठ्यारो र झन्झटिलो बनाउँथ्यो। भनेपछि महत्त्वपूर्ण कुरा के हो भने 2Gले जग त बनायो तर भविष्यलाई धान्न सकेन। त्यसैले यसको विकल्प आवश्यक छ भन्ने स्पष्ट भयो, जसले 3Gको विकास गरायो। यसले मोबाइल इन्टरनेटको कथाको अर्को अध्यायको लागि बाटो तयार पार्छ।